कलाकारको रूपमा पाइला टेकेपछि सुटुक्क अमेरिकाका लागि भिजा ट्राई गर्नेहरू दिन प्रतिदिन बढ्दै गएका छन्। यसबाट न सरोज खनाल बच्न सके न त कलिउडकी जल्सा नै। झन्डै 1 दशक अमेरिका बसाइपछि नेपाल फर्किए सरोज खनाल, तर उनी जस्ता दर्जनौं नेपाली कलाकारहरू अमेरिका पलायन भएका छन्। अभिनेत्रीहरूको कुरा गर्ने हो भने सारङ्गा श्रेष्ठ, पूजा चन्द, युना उप्रेती, जल्सा, नन्दिता केसी, सज्जा मैनाली, रिचा घिमिरे, उषा पौडेल लगायतका दर्जनौं अभिनेत्रीहरू अमेरिकामै सेटल भइसकेका छन् भने केही अझै तयारी गरिरहेका छन्। ठूलो पर्दामा राम्रै जमिरहेको बखत अमेरिका हानिएका अभिनेत्रीहरू मध्येकी एक अर्की अभिनेत्री हुन् क्रिस्टी मैनाली। के घर के डेराबाट नेपाली रजत पथमा भित्रिएकी क्रिस्टी मैनाली एक समयकी सर्वाधिक सफल र व्यस्त नायिका हुन्। तर लामो समय भइसकेको छ उनलाई दर्शकहरूले ठूलो पर्दामा नदेखेको। राजेश हमाल, सरोज खनाल, भुवन केसी जस्ता तत्कालीन सुपरस्टारहरूसँग काम गरिसकेकी क्रिस्टीको चर्चा अभिनयको भन्दा पनि नृत्यका कारणले बढी हुने गर्थ्यो। राम्रै माग थियो, चलचित्रहरू पनि लगातार हिट भइरहेका थिए, तर उनी 81 अमेरिका हानिएपछि नेपाल फर्किनन्। न त दर्शकहरूले नै ठूलो पर्दामा उनलाई देखे। अब उनी राजेश हमालको अंगालोमा बाँधिएर फेरि आई लभ यू भन्दै ठूलो पर्दामा फर्किने तयारीमा छैनन्। अहिले उनी अमेरिका बसाइमै रमिरहेकी छिन्। उनको फेसबुकमा अपलोड भएका तस्बिरहरूबाट पनि के स्पष्ट हुन्छ भने क्रिस्टीलाई अब ठूलो पर्दामा फर्किएर दर्शकको ताली र सिट्ठी खानु छैन, किनकि उनी अमेरिका बसाइमै ठूलो पर्दाको मजा लिइरहेकी छिन्। युगदेखि युगसम्म अधिकार, कसम, राधा कृष्ण, लक्ष्मी पूजा लगायत थुप्रै चलचित्रकी चर्चित अभिनेत्री क्रिस्टी अमेरिका पुगेको झन्डै 2 दशक पुग्न लागिसक्यो, तर उनी त्यसपछि स्वदेश फर्किएको थाहा छैन। उनले बेला बेलामा फेसबुकमा आफ्नो तस्बिरहरू पोस्ट गरिरहन्छन्। उनले आफ्नो फेसबुकमा स्विम सुट लगाएका तस्बिर समेत सेयर गरेकी छिन्। तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो कृपया लाइक र कमेन्ट गरिदिनु होला। यसैगरी यस्ता कैयौं भिडियोको लागि हामीलाई सब्स्क्राइब गर्न नभुल्नु होला।